आज यस्तो ठाउँमा आएको हैन। यो देख्न सक्नुहुन्छ यो चाहिँ कहाँको घरै देख्ने यो चाहिँ यो घरको भग्नावशेष छ हैन। यो चाहिँ हाम्रो पुरानो घर हो जुन चाहिँ सुरुमा मन बाबालेहरूले यो जग्गा किन्दाखेरि यो घरमा सर्नु भएको थियो हैन। अनि यो चाहिँ यहाँ मिल छ, अझै पनि छ मिलहरू है। यहाँ हाम्रो बिजुलीको पोल अब हैन। अझै यहाँनिर नयाँ घर छ यो मुनि। अनि त्यही सुरुमा यहाँ सर्नु भएको थियो अनि अब यता यो भत्क्यो पनि हैन। अनि म तपाईँहरूले किवीको ठाउँमा आएको किवी झाँगेर यस्तो भएछ है। अब यस्तो निहुरेर यो मैले यहाँ चाहिँ पानी चिप्लो छ क्या। यहाँ चाहिँ पाइप छ हैन। किन भन्दाखेरि यो ट्याङ्की यहाँ हाम्रो जग्गामा छ नि त। अनि ट्याङ्की त्यहाँ भएको कारणले पानी अब हामी चाहिँ यो बाटो लान्छौँ। यो मिललाई पनि चाहिन्छ पानी हैन। त्यही भएर चाहिँ यो इलेक्ट्रिक मिल हैन। यो चाहिँ डिजल पेट्रोल त्यस्तै समथिङ केबाट चल्छ मजाले थाहा छैन। हेर किवी भन्दा त यहाँ चाहिँ फर्सी फलेछ त यहाँ हाम्रोमा त बगानमा। यो चाहिँ एउटा हाम्रो सानो बगान छ। उता टन्नै लगाएको छ हैन। अब त्यस्तो मजाले स्याहार पुगेको छैन होला सायद उताकोलाई हैन। धेरै लगाएको छ उता चाहिँ। अनि चाहिँ अब हेर्नु पुरानो खम्बा नि भयो। बाबाले यहाँ अलैँचीहरू नि लाउनु भएको रहेछ। अब हुन्छ कि हुँदैन अलैँचीहरू चाहिँ हैन। यो अब यसलाई थाम्नुको लागि चाहिँ यस्तो चाहिन्छ क्या खम्बा। यो खम्बा यो भयो भने चाहिँ कति वर्ष हैन एन्टिलाइटबाट कति वर्ष मलाई राख्छ छैन। त्यो हिसाबले हुन्छ यो चाहिँ। यो भनेको सिमेन्टको हामीले बनाएको हैन। एक दुईवटा लगाएको छ होला। एक दुईवटा पनि धेरै लगाएको छ। माथि लगाएको छ अर्को बगानमा। ल किवी चाहिँ यही है। अब मजाले देखिन। अब म माथिल्लो उमा जान्छु। यहाँ मजाले फलेको छैन यो साल। किन भन्दाखेरि यहाँ यसको फाल्टै उपचार गर्नुपर्ने छ मैले यसलाई हैन। त्यही भएर फलेछ अलिअलि। यसमा नि फलेको नफलेको होइन अलिअलि फलेको छ होइन। राम्रै छ जे होस्। तर अझ राम्रो ठाउँ चाहिँ म तपाईँहरूलाई लाँदैछु। ओ माई गड के हो यार। अहिले त मिल पनि नचलेर हो कि के हो यार। पुरै झोर घारी हैन। सबै यो किवी के हो यार है। त्यही हो अब किवी भनेको बोट कस्तो भन्दाखेरि यो चाहिँ 1 वर्ष 2 वर्ष होइन क्या। यो भनेको चाहिँ बहुवर्षीय चाहिँ म यहाँ रुखमा चढिरहेको छु है। किन भन्दाखेरि किवी गाला त्यस्तो छ। यहाँबाट पनि मेरो घर नदेखिने रहेछ यार। यो रोड तल छ मेरो। यो रोडले चाहिँ मेरो यो जग्गालाई स्वाट्ट गरेर यहाँबाट यसरी गरेर रोटेसन लगाइदिएको छ क्या हैन। अनि यो चाहिँ किवीको नेक्स्ट किवी सानो मिनी बगान। ठुलो बगान अब उता छ स्याहार पुगेको छैन त्यसलाई पनि है। फलेको चाहिँ छैन त्यो किन भन्दाखेरि त्यो भर्खरै रोपेको है। अनि अब हामी यहाँ जानुपर्ने हुन्छ। यहाँ चाहिँ सायदै आशा लाग्दो नभए तापनि गुणस्तरीय फल होला है त किवीको। ल ठिक छ यस्तो टन्नै फलेको छ होइन। यसलाई चाहिँ मैले धेरै राम्रो गरेको थिएँ क्या। किनभने यसको हाइट मेन्टेन गरेको छु सबैभन्दा। किवीलाई हाइट मेन्टेन चाहिन्छ है। अब जस्तै मैले त्यो तलको चाहिँ सुरुमा रोपेको क्या म सानो हुँदा। यो चाहिँ म त फेरि अब एउटा कस्तो भन्दाखेरि एग्रिकल्चर स्टुडेन्ट हो क्या। एग्रिकल्चर सब्जेक्ट लिएर पढेको हो होइन। अब तलको रोप्दाखेरि चाहिँ खासै मलाई यस्तो जानकारी छैन। यहाँ तलको रोप्दाखेरि होइन। यहाँ पनि हामीले सिमेन्टको लगाएको छौँ। किन भन्दा उ त्यहाँ लगाएको छौँ त्यहाँ लगाएको छौँ। यहाँ चाहिँ सायद थुप्रो लगाएर रहेछ सिमेन्टको होइन। म थिइनँ यो लगाउँदा बाबा हुनुहुन्थ्यो। बाबा भाइले लगाएको। अनि यो यसको चाहिँ हाइट एकदम मेन्टेन। अब यसको 6 फिट हाइट छ मजाले होइन। हुनुपर्ने किवीमा 6 फिट हाइट हुनुपर्छ। त्यसलाई अब हामीले 2 तरिकाले लाउन सक्छौँ। 2टा मेथड हुन्छ किवीलाई आकार दिने क्या। भनौँ न त्यसको चाहिँ आकार हामीले कस्तो दिने भने 2टा तरिका हुन्छ। एउटा भनेको चाहिँ वाइ हुन्छ होइन। अनि अर्को भनेको चाहिँ टी आकार हुन्छ। मैले यिनीहरूलाई चाहिँ भनौँ न वाइ आकार दिएको छु होइन। जस्तै हेर्नुहुन्छ ल वाइ आकार। किन भन्दाखेरि यो भयो नि होइन। यहाँबाट मेन निस्क्यो नि त यो। अनि यहाँबाट यो यता गयो एउटा है। यतापट्टि गयो नि त होइन। अनि त्यसपछि मजाले यता गयो। अनि एउटा हाँगा यता गयो। यो वाइ भयो होइन। लगभग सबै त्यस्तै छ क्या। यो वाइ सिस्टम चाहियो यसलाई चाहिँ होइन। एउटा यता गयो एउटा यता गयो है वाइ सिस्टम। यहाँ चाहिँ एकदम हेर्न सक्नुहुन्छ धेरै राम्रो किवी फलेको छ है। यहाँ हेर्नुहुन्छ किवीको गुणस्तरीय। अब यहाँ मजाले घाम नपरेको कि काठी रुख बिरुवाले छेकेको। ल किवी चाहिँ यस्तै छ है गाइस। त्यही हो यिनीहरूलाई हामीले त्यो तरिकाले गर्नुपर्छ। म्याक्सिमम् हाइट भनेको होइन। म्याक्सिमम् हाइट भनेको 6 फिट हुनुपर्छ। यिनीहरूको छ 6 फिट छ
होइन एकदम राम्रो छैन राम्रो 6 फिट भएको अघि म तल यसरी निहुरेर हिँड्नु पऱ्यो थियो तलको होइन अनि माथिको हेर्नु त एकदम राम्रो छ होइन किवीको फल हेर्नु न गाइस यस्तो भन्दा फेरि सकिँदैन नि है किवीलाई त्यही हो काटसाट पुगेन है अब यो काटसाट नपुगेको खण्डमा चाहिँ हाम्रो किवी यस्तो हुन्छ होइन हामीले लोभ गर्नु हुँदैन मेन कुरा भनेको अब जस्तै यसलाई ठुलो बनाउँछ भने यसलाई त हामीले हटाउनै पर्छ क्या यसलाई हटाइदिने सट्ट यसरी तर यो अहिले हटाएर हुँदैन अब यसरी हटाइदिने अनि अब दुईवटा मात्रै राख्ने यसलाई नै हटाइदिने होइन 2टा 3टा राख्ने एउटामा यो भएको खण्डमा यिनीहरूको चाहिँ वृद्धि विकासमा चाहिँ यसले असर पुर्याउँदैन नि त प्रत्यक्ष असर पुर्याउँदैन यसले होइन भन्नुको मतलब यसमा फुल न्युट्रिसन जान्छ नि जुन तल जडाबाट आएको त्यो न्युट्रिसन चाहिँ यसले पनि लिन्छ अनि यसको गुणस्तरमा चाहिँ यसले असर पुर्याउँछ प्रत्यक्ष रूपमा यसलाई हामीले सानैमै अलिकति काम नलाग्ने सानो होइन अनि अलिकति चाहिँ जुन चाहिँ भनौँ न रोग लागेको छ दाग लागेको छ भने त्यसलाई हटाइदिने सुरुमा होइन हटाइदिने त्यसपछि चाहिँ हामीले हटाइदिएपछि चाहिँ होइन यो नपुगेर हो क्या यो भनौँ न यसमा त्यो हेत्तेरिका अब कस्तो धेरै वर्ष पढेको बिर्सिगयो क्या भनौँ न यसलाई त नछाटेर भनौँ न होइन नछाटेर किवी त एकदमै धेरै फलेको रहेछ यो फेरि यति थोरै फलेको होइन नि किवी हामीले धेरै ठाउँमा पुऱ्याइसक्यौँ होइन धेरै ठाउँमा पुऱ्याइसक्यौँ धेरै जेब्रा पुऱ्याइसक्यौँ हाम्रो आफन्तहरूलाई दिइसक्यौँ होइन त्यही भएर यो अलिअलि यति भएको त्यो अब गुणस्तर किवी कस्तो हुन्छ म देखाउँछु तपाईँलाई त अब हुन त यिनीहरू पनि गुणस्तरमा त हुँदैनन् है यो राम्रो छ यो कृषकहरूलाई चाहिँ एउटा मेरो सानो सुझाव तपाईँहरू लोभ नगर्नुहोस् होइन लोभ गरेको खण्डमा चाहिँ अर्को देखेको म ल यस्तो हुन्छ क्या यसलाई अब पुगेन नि त खाना पुगेन खाना नपुगेपछि यो पनि बढेन यो नि बढेन हामीले यो सुरुमै बेलामै चुटाइदिएको भए यस्तो हुँदैन थियो अब गुणस्तरीय किवी हामी हेर्छौँ तल्लो बोटमा चाहिँ ल गुणस्तरीय किवी यो पनि हो किनकि यहाँ 4वटा छ सायदै अब यसलाई मजाले न्युट्रिसन पुग्यो होइन त्यही भएर यहाँ 2टा छ एकदमै राम्रो छ होइन अनि मैले अरू ठाउँमा पनि देखेको थिएँ क्या जस्तै अब यस्तो हुनु पऱ्यो क्या 2टा 3टामा यस्तो हुन्छ ल यस्तो त हुँदैन नि त कम्ती कस्तो लाइट नभए यस्तो हुँदैन नि त यस्तो हुन्छ क्या किवी भनेको होइन त्यही हो यस्तो हुन्छ ल किवी भनेको यहाँ अर्को हामीसँग चाहिँ यस्तो डल्ले यो चाहिँ कुन जात भन्नुहुन्छ यो चाहिँ गोल्डन जात हो है एकदमै महँगो जात हो यो किवी चाहिँ होइन यस्तो ठुलो हुनु पऱ्यो क्या किवी ल यस्तो हुनु पऱ्यो ल किवी अब म लान्छु थोरै जुन चाहिँ अब मलाई मनपर्छ है अनि म लान्छु 1-2वटा यसलाई चाहिँ अब बोटमा त यो पाक्ने सम्भव नै छैन होइन अब बोटमा पकाएर बेच्ने कुरा नै हुँदैन किन भन्दाखेरि अब ट्रान्सपोर्टेसनमा धेरै असर पर्छ अनि यसलाई हामीले कस्तो अब यसलाई भनौँ न यसको राख्ने सिस्टममा धेरै असर पर्छ त्यही भएर हामीले यसलाई काँची बेच्ने घरमा पकाएर खाने है त म 1-2वटा टिप्छु यो टिप्छु होइन यो यिनीहरूले मैले फालिदिँदा हुन्छ किन भन्दाखेरि यो कामै छैन नि यसले न मिठो स्वाद दिन्छ न यसले 4-5वटा लान्छु किनभने मसँग झोला छैन मेन कुरा होइन यसलाई नि टिप्छु त्यही किवी खेती गर्दै हुनुहुन्छ भने म एक दिन विस्तृत रूपमा भिडियो ल्याउँछु होइन किवीको बारेमा पनि तपाईँहरूको लागि त्यही हो आजको भिडियो चाहिँ म सायदै यति नै बनाउँछु होला धेरै लामो भयो होला यो तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो गाइजहरू साथीहरू होइन अनि मन परेमा लाइक सेयर सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनु होला होइन फेरि अब कस्तो भिडियो ल्याउने हो प्रतिक्रिया दिनुहोला र म तपाईँहरूको अनुसार पनि ल्याउँछु र सायदै अब अहिले तत्काल त नयाँ छु म नयाँ युट्युबर हो मेरो दिस इज सेकेन्ड भिडियो है त मेरो एकदमै खुसी लागिरहेछ अब कन्फिडेन्स अलिक हल्का हल्का बिल्डअप हुँदैछ होइन अनि त्यही हो अब मैले चाहिँ अब भिडियो बनाउनु अब सोचेपछि त अब लाग्नु पऱ्यो नि त होइन चाहिँ मिल गर है अनि त्यही हो सोचेपछि लाग्नु पऱ्यो अब होइन कुरा पनि गर्नुपर्छ है अब त्यही हो हाम्रो गाउँ है यो चाहिँ अब अलिअलि देखिया छैन मजाले एन्टी लाइट परेर होइन अब जस यहाँ एउटा घर छ मेरो साथीको त्यहाँ चाहिँ भोलि पूजा छ होइन त्यो पूजामा चाहिँ अब मलाई आजै बेलुका निम्तो छ क्या आजै बेलुका निम्तो छ अनि अब टक्क साथी नै आएको छ होइन बारम्बार धेरै हिजो भेट अब राति भेट भइसक्यो गफसप छ फोटोसोटो खिच्यो भाले साले काट्यो खाइयो उसकै घरमा होइन अनि अब जाम मेरोतिर भनेको मानेन किनकि अब हो नि अब बल्ल बल्ल आछ छोरो मैले जाम भने त अब होइन फेरि त्यो पनि हुँदैन होइन कर त धेरै गरेको मनमा सोची नि तर उनी मानेर ठिक छ त्यही हो हाम्रो एकदमै पर ग्राउन्ड छ है त्यो म जुम गर्न चाहिनँ किनकि थोरै जुम हुन्छ होइन म घुमाउँछु एक दिन मजाले त्यो सबै हाम्रो बारीहरू भयो क्या झरपातले पुरिए होइन रुख बिरुवा हालिदियो उहाँ तल पनि किवीको मेरो बगान छ सानो यहाँनिर
हो यो ठ्याक्कै यो किबीको सिधा हेर्नु त त्यहाँ छ पारी छ यस्तो छ है त भ्यू हाम्रो गाउँको ठाउँको यो मेरो पुरानो घर हिजो पुरानो घर त्यहाँ मिल छ यो भत्कियो यहाँ नयाँ बनाएको छ देखाएको छुइनँ त्यहाँ हाम्रो टोइलेट त्यो छ ल यस्तै छ गाइज देखाउने कुरा देखाउने हो है त्यही हो अब म फर्किन्छु अनि मैले अघि नै अन्तिमको इन्ट्रो पनि दिइसकेको थिएँ होइन किन भन्दाखेरि भिडियो धेरै लामो भयो अब आजको भिडियो यति नै अब हेरौँ फेरि के कस्तो भिडियो आउँछ होइन तपाईँहरूले माया गरिदिनु होला सपोर्ट गरिदिनु होला है त भन्दै म आजको भिडियोलाई चाहिँ यहाँ नै अन्तिम गर्न चाहन्छु हस्त सबैजनालाई बाई बाई होइन अनि खुसी रहनु होला सुखी रहनु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहे हस्त धन्यवाद।